पुनर्निर्माणको लागि गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा दाताहरूले नेपाल सरकारले अपेक्षा गरे भन्दा बढी रकम दिने प्रतिबद्धता जनाएका छन्। रकम जुट्ने सम्भावना त देखियो, तर सरकार पुनर्निर्माणको लागि के तयार छ? आजको साझा सवालको बहस। नमस्कार, नियमित प्रस्तोता विद्या चापागाईको अनुपस्थितिमा आजका लागि साझा सवाल लिएर म रविन्द्र मिश्र उपस्थित भएको छु। आज हामी भूकम्प पछिको पुनर्निर्माणका बारेमा बहस गर्दैछौं। बहसमा 60 जना सहभागीहरूसँगै हुनुहुन्छ मुख्य सचिव लीलामणि पौडेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं नेपाल राष्ट्र ब्याङ्कका पूर्व गभर्नर दिपेन्द्र बहादुर छेत्री र प्रमुख दाताहरू मध्येको एक एसियाली विकास बैंकका अर्थ विश्लेषक चन्दन सापकोटा। कार्यक्रमको सुरुवात म तपाई सहभागीहरूको प्रश्न लिएर गर्न चाहन्छु। नमस्कार, म फातिमा बानु, मेरो घर लुबु हो। मेरो प्रश्न चाहिँ मुख्य सचिव लीलामणिज्यूलाई सरलाई छ। पोहोर साल पनि मोदीजीले 1 अरब दिन्छु भन्नुभएको थियो, त्यो अहिलेसम्म तपाईँहरूले उठाउन सक्नु भएको छैन। अब यसपालि पनि 4 खर्ब प्रतिबद्धता लिनु भएको छ। यो तपाईँहरूले उठाउन सक्नुहुन्छ र यो कार्यान्वयन गर्नुहुन्छ भने के ग्यारेन्टी छ तपाईँहरूसँग? उहाँले 1 खर्ब रुपियाँ भन्नुभएको हो, भन्दाखेरि 1 अरब भन्नुभयो। अनि अर्को एकजनाको नि प्रश्न लिइहालौँ। म प्रवीण राज श्रेष्ठ साँखोबाट। मेरो प्रश्न मुख्य सचिवज्यूलाई छ। जनताले 15,000 राहत पाउन 45 दिन कुर्नु पर्यो। अब यो 7 अर्बको राहत आउनलाई 70 वर्ष कुर्नु पर्ने हो र यो राहतले स्वयम्भूको जस्तो न्याय गर्छ भने केही ग्यारेन्टी छ? धन्यवाद। लीलामणिजी, पहिलो हतिमान्छेको भनाइ चाहिँ के हो भन्दाखेरि गत वर्ष भारतीय प्रधानमन्त्रीले संसदमा आफ्नो सम्बोधनका क्रममा नेपाललाई 1 अर्ब डलर बराबरको ऋण दिने घोषणा त्यहाँ गर्नुभयो। त्यो बेलासम्म हामीसँग कुनै त्यो ऋणको लागि चाहिँ द्विपक्षीय रूपमा कुराकानी पनि भएको थिएन र हामीले यो ऋणको प्रस्ताव गरेर मागेर लिएको अवस्था पनि थिएन। त्यसकारण त्यसपछि थुप्रै चरणहरू हुन्छन् विदेशबाट लोन लिनका लागि। त्यो चरणहरू पार गर्ने क्रममा थुप्रै पटक दुईटा मुलुकहरूका बीचमा कुराकानी भएको छ र अहिले मोटामोटी रूपमा जलविद्युतमा 50 अर्ब जति नेपाली रुपियाँ, 30 अर्ब जति रुपियाँ चाहिँ सडक निर्माणमा, सडक र पुल निर्माणमा र 20 अर्ब रुपियाँ चाहिँ सिंचाइका विभिन्न परियोजनामा खर्च गर्ने गरी त्यो तयारी भइरहेछ र केही प्रोजेक्टहरू यही वर्षै सुरु हुन्छन्। अर्को प्रश्नको उत्तरमा जानुभन्दा अगाडि लीलामणिजी, अब त्यो दिएको 1 खरबबाट फेरि 40 अरब चाहिँ अनुदानकै रूपमा दिने भनेर अस्ति घोषणा गरियो। भनेपछि तपाईहरूले जुन योजना गर्नुभएको छ यति सिँचाइमा प्रयोग गर्ने, यति पूर्वाधारमा भनेर, अब त्यो बदल्न मिल्छ कि मिल्दैन त? फेरि अहिले घोषणा भएको कुराहरू चाहिँ खालि मौखिक रूपमा आएको र त्यो प्रतिबद्धता कागजी रूपमा के कसरी आउँछ भन्ने कुराहरूको अझै तय नभइसकेको अवस्था हो। अब हाम्रो बुझाइ चाहिँ के छ भने त्यो गत वर्ष दिएको जुन चाहिँ दिने भनेको ऋण छ त्योसँग अहिलेको कुनै सम्बन्ध छैन। यो नयाँ प्रस्ताव हो र यो नयाँ प्रस्ताव चाहिँ नयाँ परियोजनाहरूमा खर्च हुन्छ। जहाँसम्म हाम्रो साँखोको मित्रले प्रश्न राख्नु भएको थियो, त्यो 45 दिन चाहिँ लाग्यो भन्ने कुराहरूमा अलिकति हामीले व्यावहारिक ढङ्गले पनि सोच्नुपर्ने हुन्छ। झन्डै 1 महिना जतिसम्म त विभिन्न किसिमको परकम्पहरू आइरहेको थियो। मान्छेहरू घरभित्र बस्न सक्ने अवस्था थिएन। धेरै मान्छेहरू जो सेवा प्रदान गर्ने सेवा प्रदायकहरू पनि आफ्नो जीव ज्यानहरू जोखिममा राखेर काम गरिरहनु भएको थियो। तपाईले त्यो वास्तविकतालाई पनि महसुस गर्नुपर्छ, एउटा कुरा। अनि दोस्रो कुरा चाहिँ अलिकति स्थानीय समुदाय जहाँ अलि बढी सक्रिय भएर तल्लो तहमा चाहिँ कसले पाउने कसले नपाउने भन्ने विवाद कम भयो। त्यो ठाउँमा त्यो 15,000 चाँडै वितरण भयो। जहाँ चाहिँ तल विवादहरू सिर्जना भयो त्यो ठाउँमा अलिकति ढिलो भएको हो। र अहिले जुन चाहिँ अब नयाँ प्रतिबद्धता आछ, सधैँभरि आलोचना मात्रै नगरौँ न। अब हामी त्यसलाई कसरी व्यावहारिक, कसरी चाँडो प्रभावकारी ढङ्गले खर्च गर्न सकिन्छ भन्ने बारेमा नागरिकको तर्फबाट तपाईँको के भूमिका हुन सक्छ, मेरो के भूमिका हुन सक्छ, खोजी गरौँ। हामी सबै मिलेर हाम्रो मुलुक बनाउने हो। हस्, फेरि म एकचोटि सहभागीहरू पनि जान चाहन्छु। म मन्दिरा सापकोटा ललितपुरबाट। मेरो प्रश्न हाम्रो चन्दन सरलाई, यो जुन अस्ति दाताहरूले खर्बौं रकम दिन्छु भनेका छन्, त्यो रकम चाहिँ सिधै हाम्रो राष्ट्रिय ढुकुटीमा आएर पुनर्निर्माणमै खर्च हुन्छ या विदेशीहरूलाई तलब भत्ता दिँदैमा सकिन्छ? हामीले के कुरा बुझ्नुपर्छ भन्दा प्रत्येक दाता अथवा
डेभलपमेन्ट एजेन्सीको आफ्नै गभर्नेन्स स्ट्रक्चर हुन्छ, पैसा कसरी युज गर्ने भन्ने। धेरै जस्तो अब ठुलो मल्टिल्याटरल डोनर्सहरू एडीबी वर्ल्ड ब्याङ्कहरूले हाम्रो देशमा जसरी फन्ड च्यानल हुन्छ त्योसँग चाहिँ समन्वय गरे हुन्छ आफ्नो प्रोसेस, तर धेरैले गरेको हुँदैनन्। फर इक्जाम्पल युएनको एजेन्सीहरूको चाहिँ त्यति समन्वय भएको हुन्थ्यो र सबै आउँछ भनेर भन्नेको आन्सर चाहिँ नि प्रोबेबली नट, सबै नआउला सरकारी सिस्टमबाट, तर लार्ज बेसिसमा आउँछ। तर लास्टमा चाहिँ हामीले के बुझ्नुपर्छ भन्दा जति सक्दो हाम्रो सरकारले चाँडो प्रोजेक्टहरू डिजाइन गर्छ र डोनरलाई लगेर प्रेजेन्ट गर्छ त्यति चाँडो पैसा आउँछ। यसको चाहिँ नि ठूलो जिम्मेवारी सरकारमा छ, कसरी पैसा लिएर आउने भनेर। डोनरहरू रेडी छ दिनको लागि, सरकारले प्रोजेक्ट लिएर आउनु पर्यो, गभर्नेन्स मेकानिजम इन्ट्याक्ट भएर अनि पछि पैसा आउँछ, पैसा नआउने चाहिँ होइन, तर प्रोजेक्ट चाहिँ हुनु पर्यो। तर उहाँको प्रश्नको मूल मर्म चाहिँ दाताहरूले जति पैसा दिन्छन् त्यसमध्ये धेरै पैसा चाहिँ लान्छन्, त्यसमा कन्सल्टेन्टको रूपमा धेरै पैसा लान्छन्, उनीहरूकै मान्छे आउँछन् लिएर जान्छन् भन्ने यो त धेरै ठुलो गुनासो हो नि त, त्यो चाहिँ होला। हामीले चाहिँ के बुझ्नुपर्छ भने हामी दाता भन्दाखेरि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थालाई दाता भनिँदैन, त्यसरी चाहिँ नबुझौँ। डोनर भनेको एकदम थोरै छ यो देशमा। एडीबी वर्ल्ड ब्याङ्क सबैभन्दा ठुलो डोनर हो, आइएनजिओ डोनर होइन, अरूबाट पैसा लिएर युज गर्ने ब्रोकर जस्तो हो तिनीहरू। उनीहरू चाहिँ सर्टन पर्पजलाई काम गर्छ, उनीहरू आफैले पैसा उठाउने। एडीबीको आफ्नै फन्ड हुन्छ, हामी आफैले आफ्नो भित्रबाट दिन्छ। त्यही भएर हाम्रो केसमा हुन्छ भने हाम्रो चाहिँ 99% गभर्मेन्ट थ्रु नै जान्छ, रातो किताबमै आउँछ। र कन्सल्टेन्टको कुरा गर्नुभयो रविनजीले, आइएनजिओहरूमा यो चाहिँ नि यो ट्रेडिसन छ र यो नहुनुपर्ने हो। सक्दो डोमेस्टिक कन्सल्टेन्ट युज गर्ने भयो, त सबैभन्दा पहिला त सरकारी कर्मचारी युज गर्नु पर्यो, फुल कपेसिटीमा युज गर्नु सरकारी कर्मचारी। सरकारी कर्मचारीले गर्न सकेनन् भने कन्सल्टेन्ट हायर गर्ने हो, त्यसमा चाहिँ नेसनल कन्सल्टेन्ट हायर गर्नु। उनीहरू पनि कपेसिटी छैन, इन्टरनेसनल गरौँ। अब एडीबीको तर्फबाट बोल्दाखेरि चाहिँ नि हाम्रो चाहिँ 99% गभर्मेन्ट सिस्टमबाटै जाने हो। टेक्निकल एसिस्टेन्स भन्ने जुन हुन्छ, जुन चाहिँ नि सरकारको सार्वजनिक खरिद ऐनहरूले गर्दाखेरि एकदम ढिलो हुन्छ त्यो हायर गर्नलाई, त्यसलाई छिटो गर्नको लागि चाहिँ 2-3वटा कन्सल्टेन्ट चाहिँ नि आएको हुन्छ। तर टोटल कस्ट हेर्नुभयो भने तपाईँको चाहिँ 10 अर्ब गयो भने त्यसमा चाहिँ नि 0.1% पनि कन्सल्टेन्टमा गएको हुँदैन, सबै सरकारी थ्रु नै गएको हुन्छ। अनि जस्तो एसियाली विकास ब्याङ्कले यो पटक अब 60 अरब दिँदैछ, त्यो पैसा सबै नै सरकार मार्फतै खर्च हुन्छ। 99% सरकार थ्रु नै जाने हो। 1.5 अर्ब जति चाहिँ नि ग्रान्ट छ त्यसमा, छुट्टै फन्ड होइन। अनि चाहिँ नि 350 मिलियन चाहिँ नि हाम्रो चाहिँ अहिले भएको प्रोजेक्टहरूमा खर्च नहुने पैसा अर्थ मन्त्रालयले ल यो चाहिँ नि रिकन्स्ट्रक्सनमा युज गरे हुन्छ भनेर हामीलाई भनिसकेपछि हामीले चाहिँ साइडमा राखेछौँ, त्यो युज हुने होइन। तर अहिले इमिडिएटली युज हुने भनेको 250 मिलियन। लीलामणिजीले केही भन्नु खोज्दै हुनुहुन्थ्यो? थोरै अब चन्दनले भनेको कुराहरूमा चाहिँ थोरै सानो करेक्सन मात्रै हो। खास गरी चाहिँ एसियाली विकास ब्याङ्क र विश्व ब्याङ्कसँग कुराकानी हुँदाखेरि मैले पटक पटक उहाँहरूसँग राख्ने गरे एउटा विषय चाहिँ के छ भने तपाईँहरूले विदेशी कन्सल्ट्यान्टको लाई पुस धेरै नगर्नुहोस्, धेरै चाहिँ हामीलाई त्यो लिनको लागि अलिक बढी दबाब नदिनुहोस्, कन्सल्ट्यान्टको मात्रा घटाउँ भनेर उहाँहरूसँग पटक पटक भनिरहेको छु। तैपनि उहाँहरूले चाहिँ कतिपय अवस्थामा हाम्रो मान्छेहरूलाई विश्वास नगरेर अनि विदेशीहरू राख्न पर्छ भन्ने उहाँहरूको दबाब आउँछ। त्यो चाहिँ अलिक धेरै तलब खाने हुन्छ, हाम्रो धेरै गुणा बढी खाने हुन्छ। तपाईँले भने जस्तो 1-2% होइन, त्यो अलिक धेरै हुन्छ। उनीहरूको तलब भत्ता एकदमै धेरै हुन्छ, एकदमै धेरै हुन्छ। त्यो चाहिँ त्यो घटाउन सक्यो भने चाहिँ त्यसको फाइदा हामीले बढी लिन्छ। महिनामा 30-40 लाखसम्म पनि हुन्छ। अर्को चाहिँ उहाँहरूसँग अलिकति अब एसियाली विकास ब्याङ्क अथवा विश्व ब्याङ्क जस्ता बहुपक्षीय दात्री निकायहरू छन्, ती निकायहरूसँग काम गर्दाखेरि अहिले हामीले चाहिँ हाम्रो खरिद ऐन लागू गरौँ भनेर हामी चाहिँ जोड गरिरहेछौँ। उहाँहरूले त्यो मानिरहनु भएको छैन। अनि त्यो कारणले गर्दाखेरि चाहिँ उहाँहरूको खरिद प्रक्रिया छोटो त हुन्छ तर एकदम खर्चिलो हुन्छ, महँगो हुन्छ। अब दिपेन्द्र बहादुर छेत्रीजी, तपाईँ गभर्नर पनि हुनुभयो, योजना आयोगको उपाध्यक्ष पनि हुनुभयो, तपाईँले सुनिहाल्नुभयो, तपाईँको धारणा चाहिँ लिउँ न यो विषयमा। मुख्य सचिवजीले भनिहाल्नुभयो, उहाँ चाहिँ रकम लिने हाम्रो लागि है, नेपालीहरूको लागि, अनि सापकोटाजीहरू दिने। साहु र अछामी उहाँहरू हुनुहुन्छ र अस्तिको सम्मेलन भने चाहिँ वास्तवमा यो कपाली तम्सुकको खेसरा गरेर बसेको बेला हो। त्यो भनेको के भने उहाँहरूले दिन्छौँ, तपाईँहरूलाई आपद परेको छ, विपद परेको छ, यस्तो बेलामा पनि हामीले नदिएर हुन्छ र प्रतिज्ञा गर्नुभयो है। त्यो प्रतिज्ञा गरे के भन्दाखेरि कपाली तम्सुक भने त 10 वर्षसम्म पर्खिनुपर्छ भन्छौँ नि, असुल उपर गर्नलाई। त्यसमाथि पनि केही साक्षीहरू राखिन्छ, ल्याप्चे लगाएर सम्पूर्ण कुरा गरिसिद्ध्याएपछि त्यो रकम प्राप्त गरिने हो। भन्नाले अब यसलाई चाहिँ 50% पाउन सकिन्छ कि भनेर आशा गर्नुपर्ने भयो। अनि 50% त हाम्रो जाँगर, इच्छा शक्ति, भ्रष्टाचारमा न्यूनीकरण, कति इमान्दार छौँ भन्ने कुराहरू देखाउन सकेको खण्डमा मात्रै ती पैसाहरू आउँछन्। त्यसको यथेष्ट प्रमाण चाहिँ
एसियाली विकास ब्याङ्कको अध्यक्षजीले त त्यही सम्मेलनमै भन्नुभयो, भ्रष्टाचारप्रति हामी सहर बस्न सक्ने अवस्था छ, यो रोक्न पनि सक्छौँ है भन्नुभएको अवस्थाले गर्दाखेरि हामी सचिनुपर्ने अवस्था छ र इमान्दारिता देखाउन सकियो भनेदेखि आउन सक्छ भन्ने आशा गरौँ भन्छु। यो भ्रष्टाचारको विषय जुन छ, अर्थमन्त्रीले पनि होइन यो एकदम शून्य सहनशीलता, प्रधानमन्त्रीले नै शून्य सहनशीलता, अब अरूहरूले हामी सहनै सक्दैनौँ, यो त धेरै ठुलो समस्या छ नि होइन हाम्रो कर्मचारी तन्त्रमा, राजनीतिमा। अब त्यसले गर्दाखेरि यो 4 खरब 40 अर्बको जुन प्रतिबद्धता जनाइएको छ, त्यो पैसा त्यति धेरै उत्साहित हुनुपर्छ आउला भनेर? होइन, पहिला आउँछ कि आउँदैन भनेर उत्साहित हुने भन्ने भन्दा पनि हामीसँग जे जति साधन स्रोतहरू उपलब्ध हुन्छ त्यो भइरहेको साधन स्रोतको बुद्धिमत्तापूर्ण र दक्षतापूर्वक हामीले चाहिँ कहाँ कसरी खर्च गर्न सक्छौँ, कसरी खर्च गर्ने, त्यसको पारदर्शिता सुनिश्चितता कसरी गर्ने, उत्तरदायित्वको प्रणालीलाई कसरी चाहिँ व्यवस्थित गर्ने भन्ने कुरा चाहिँ चिन्ता र चासोको विषय हो। अहिले चाहिँ भ्रष्टाचारजन्य क्रियाकलापहरूमा हामीले स्वीकार गर्दा पनि नगर्दा पनि अब हाम्रो मुलुक चाहिँ भ्रष्टाचारको व्याप्त मुलुकहरूको सूचीभित्र परिरहेछ। तथापि भ्रष्टाचार निवारणका हाम्रा प्रणालीहरू पनि छन्। ती प्रणालीहरूलाई निवारण कसरी गर्ने लीलामणिजी? अब पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुख को राख्ने भनेर झगडा पर्न थालिसक्यो। भ्रष्टाचार भने त्यहीँबाट सुरु भइहाल्यो। तपाईँले भनेको कुरा चाहिँ एउटा मान्छेको इमान्दारिताबाट सुरु हुन्छ। इमान्दारी र इच्छा शक्ति अनि चाहिँ लगनशीलता, तीनटा कुरालाई मुलुक विकास गर्ने। कसैले पैसा दिएर मात्र विकास हुन्छ भन्ने कुरा मलाई त विश्वास छैन। त्यसको लागि चाहिँ अलिकति त्याग्न पनि सक्नुपर्छ। अलिकति स्वार्थ, व्यक्तिगत समूहगत स्वार्थ, गुटगत स्वार्थ, दलगत स्वार्थ, क्षेत्रगत स्वार्थ, पारिवारिक स्वार्थ, यी स्वार्थ अलिकति त्याग्नु पनि पर्छ। त्यो चाहिँ निर्णायक ठाउँमा बस्ने मान्छेले अलिकति जोखिम पनि उठाउनुपर्छ। यो दुईटा मामलामा जोखिम भने चाहिँ गलत गरेको मान्छेलाई कारबाही गर्दाखेरि त तपाईँलाई पक्कै पनि केही न केही चाहिँ तपाईँले जोखिम नउठाइकन गर्न सकिँदैन। यो दुईटा उठाउने नेतृत्व भयो भने चाहिँ त्यो पैसा मात्रै होइन, त्योभन्दा धेरै पैसा पनि आउँछ, त्योभन्दा धेरै राम्रोसँग विकास पनि हुन्छ। सँगसँगै अर्को हाम्रो मुलुक समृद्धिको एउटा ढोका पनि खुल्छ। हस्, उसले म सहभागीहरूमा जान चाहन्छु। फेरि धेरैजनाले हात उठाउनु भयो। मेरो नाम ध्रुवराज वाग्ले, घर स्याङ्जा। यो दाता सम्मेलन गरियो, यो प्राधिकरणले कहिलेबाट काम गर्ने हो कि अब बाहिरबाट पैसा आइसकेपछि काम गर्ने भनेर बसिरहेको छ कि अब सुरु गरिहाल्ने, त्यो कुरा बुझिने कि? लीलामणिजी, अब त्यो प्राधिकरण छक्कै कहिले गठन हुन्छ भन्ने कुराको उत्तर चाहिँ मैले दिन किन सक्दिनँ अहिले भन्दाखेरि त्यो नियुक्ति गर्ने अधिकारी चाहिँ म होइन, छक्कै भन्न सक्दिनँ। तर चाँडै हुन्छ भन्ने मलाई चाहिँ विश्वास छ। प्राधिकरण गठन गर्नका, निर्माण गर्नका लागि दाताको पैसा पुरिरहनु चाहिँ पर्दैन। तपाईँले जुन दाता भनिरहनु भएको छ, यहाँ धेरैचोटि साथीहरूले अघि पनि भन्नुभयो। अस्ति हामीले गरेको सम्मेलन चाहिँ 10 गतेको दिन गरेको सम्मेलन चाहिँ दाता सम्मेलन होइन, त्यो नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन भन्छौँ हामी। त्यो भनेको अर्थ चाहिँ के हो भन्दाखेरि हामी पुनर्निर्माण गर्न चाहन्छौँ। त्यसको लागि हामी अरूको सहयोग त खोजेकै छौँ, तर हाम्रो प्रतिबद्धता पनि जरुरी छ। हाम्रो प्रतिबद्धता, हाम्रो इमान्दारी र हाम्रो लगनशीलता, त्यो कुराहरू हामी विश्वसामु प्रदर्शन गर्ने अवसर पनि हो। सँगसँगै हामीसँग अरू धेरै हाम्रो साथमा सँगै छन् भन्ने कुरा चाहिँ सम्मेलन र त्यो सम्मेलनमा व्यक्त भएका विचारहरूबाट आएको छ। त्यसले हाम्रो आत्मविश्वास बढाउने मात्रै हो, निर्णायक होइन। हामीले कतिपय विज्ञहरूसँग कुरा गर्दा के थाहा भयो भने जति पनि प्रतिबद्धता जनाइएको छ त्यो पैसा चाहिँ वास्तवमा नेपाल आइपुग्नको लागि उनीहरू त्यो पक्षको पनि प्रक्रिया पुर्याउनु पर्ने हुन्छ। उनीहरूको मन्त्रालयले स्वीकृत गर्नु पर्ला, काहीँ संसदले स्वीकृत गर्नु पर्ला। त्यो सारा प्रक्रिया पुर्याउँदाखेरि अनि त्यसको सम्भाव्यता अध्ययन गर्नु पर्ला। सबै गर्दाखेरि त 1.5-2 वर्ष लाग्छ भनेर भनियो। चन्दनजी, यो साँचो हो? युजली कस्तो हुन्छ भन्दा कुनै पनि एउटा प्रोजेक्ट गर्नको लागि प्रिपेरेसन फेजमै तपाईँलाई 2-2.5 वर्ष लागेको हुन्छ अन एभरेज। तपाईँले रोड बनाउने प्रोजेक्टको हेर्नु भने इन्भाइरोमेन्ट क्लियरेन्स लिनु पर्यो, त्यसलाई डिटेल डिजाइन गर्नु पर्यो, पहिला प्री फिजिबिलिटी गर्छ, डिटेल डिजाइन गर्छ। र अहिले हामीसँग अहिले एउटा मित्रले कुरा उठाउनु भएको थियो, इन्डियाले दिएको 1 अर्ब चाहिँ नि $1 अर्ब चाहिँ हामीले किन खर्च गर्न सकेनौँ भन्दाखेरि हामीसँग प्रोजेक्टै थिएन। हाम्रो देशमा तपाईँले अहिले कुनै दाता आएर प्रोजेक्ट हामी पैसा हाल्छु कन्सेसनल लोन अथवा ग्रान्ट भन्यो भने
हाम्रो देशसँग प्रोजेक्ट छैन यति कुरा चाहिँ नि बसे हुन्छ। यति कुरा चाहिँ कस्तो भन्दाखेरि हामी राष्ट्रिय योजना आयोगमा गएर भन्छौँ प्रोजेक्ट खै त देशमा गर्ने प्रोजेक्ट ठुलो प्रोजेक्ट सानो प्रोजेक्टको समन्वय खै भन्दा छैन। तर हामीले के भन्छ प्रोजेक्ट ब्याङ्क हुनु पर्यो, सबै देशमा हुन्छ प्रोजेक्ट ब्याङ्क भन्ने। कुनै एउटा चाहिँ नि कन्सेसनल लेन्डर अथवा ग्रान्ट दिएर चाहिँ आयो भने चाहिँ नि इन्डियाले चाहिँ नि मैले 1 बिलियन चाहिँ दिन्छु भनेर घोषणा गरेको एक हप्तामा चाहिँ मसँग यो प्रोजेक्ट छ, हामीसँग यतिवटा फिजिबिलिटी स्टडी भएको छ, योबाट सुरु गरौँ भन्नेसँग नि हामीसँग त्यो चाहिँ क्यापेसिटी थिएन। यसैमा म दिपेन्द्रजीलाई के सोध्न चाहन्छु भनेदेखि तपाईँ राष्ट्रिय योजना आयोगमा नि बस्नुभयो, यो समस्या भने लामो समयदेखि नेपालले भोग्दै आएको समस्या, भएको विकास बजेट खर्च गर्न नसक्ने, अब कसैले सहयोग गर्छु भन्यो भने त्यसको लागि उहाँले भने जस्तो आयोजना नहुने, अब यो समस्यालाई कसरी सम्बोधन गर्ने? अहिलेकै ट्रेजरीको कुरा गर्ने हो भने 73 अरब रुपियाँ सरकारले खर्च गर्न नसकेर शेषनागले त्यो के ओभरटेर बस्या जस्तो गरेर सरकार बस्या छ है। 32 अर्ब 34 करोड रुपियाँ अस्ति भर्खरै सरकारको लागि भनेर ऋण उठाइदिया छ राष्ट्र ब्याङ्कले। 1 खर्ब 5 अर्ब त त्यसै हुने है। अब यी सबै कुरालाई हेर्ने हो भनेदेखि यो प्राधिकरण गठन गर्नको लागि वास्तवमा डोनरहरूलाई पर्खिराख्नु पर्दैन भनेको मुख्य सचिवजीको कुरा एकदम ठिक हो। सरकारले लिएर गएर त्यो रकम राखिदियो, प्राथमिकताको आधारमा यो परियोजनाहरूलाई गरौँ भनेर जान सक्ने हो भनेदेखि काम सुरु हुन सक्छ नि। काम गरेर केही कुरा देखाइयो, नतिजा देखाउन सकियो भनेदेखि विदेशीहरूले हामीले हात जोड्न जाने होइन, उहाँहरूले हाम्रो पैसा लिइदिनुहोस् न भन्न आउने अवस्था पनि हुनसक्छ। अब किन भएन भन्ने प्रश्नमा यहाँ म आउँछु। त्यही जस्तो तपाईँले पनि अब राष्ट्र ब्याङ्कको गभर्नर भइसक्नुभयो, योजना आयोगको उपाध्यक्ष हुनुहुन्थ्यो, अब आफू भएको बेला पनि तपाईँ भएको बेला नि समस्या त यही थियो होला नि। यहाँ त अब मुख्य सचिव आउनुहुन्छ, यस्तो यस्तो छ, यसो गरेपछि ठिक हुन्छ भन्नुहुन्छ, कहिले ठिक हुँदैन। तपाईँ राष्ट्रिय योजना आयोगमा हुँदा ठिक भएन, उहाँ मुख्य सचिव हुँदा ठिक भएन। अब कहिले कसरी मान्छेले प्रयत्न गर्ने हो। अधिकार लिएका व्यक्तिहरूले राम्रोसँग त्यसलाई सकारात्मक किसिमको सोच राखिदियो भने हुनसक्छ। म चाहिँ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुने बेलामा 3 चोटि पूर्ण बजेट लैजान्छौँ भनेर हामीले कोसिस गर्यौँ। सम्माननीय राष्ट्रपतिजीले सबैको सहमति लिएर आऊ। अब नेपालमा सहमतिको लागि त संविधान बनाउनलाई त गाह्रो रहेछ भने त्यो बजेटको लागि के गाह्रो होला। प्राधिकरणको विषयमा आउँदाखेरि यसको निर्माणको विषयलाई लिएर मेरो अलिकति गुनासो के रह्यो भने सम्माननीय प्रधानमन्त्रीज्यूले अध्यक्षता गर्ने र त्यो अध्यक्षता गर्ने भएको हुनाले बैठक डाक्ने काम चाहिँ प्रधानमन्त्रीले बाहेक अर्कोले गर्दैन भनेको छ है। यसो विचार गर्नु त वर्तमान प्रधानमन्त्रीज्यूलाई जिब्रोको केही समस्या आयो भने अमेरिका जानुपर्ने हो कि कति महिना बस्नुपर्ने हो, त्यो बैठक कसले डाक्ने? हुनेवाला प्रधानमन्त्री त अब अलि पछि फेरि त्यही त फेरि आउनेहरूलाई पनि फेरि सिमरानगढ कि के ब्याङ्ककमा छ नि अर्को हस्पिटल, त्यहाँ गएर 3 महिना 4 महिना बस्नु पर्यो भने कसले डाकिदिने होला? अनि त्यो कतै त्यो अथोरिटी चाहिँ वास्तवमा टुरो हुन्छ कि जस्तो लागिरहेको छ। अनि प्रधानमन्त्री त प्रतीकात्मक रूपमा बेला बेलामा मात्रै बस्ने हो नि त बैठकको। त्यसपछि त उपाध्यक्ष पनि छैन, कसले राख्ने भन्ने नि छैन त के गर्ने? त्यो आयो नि त। त्यो यस्तो नेपालमा प्रधानमन्त्री नभएको अवस्था परिकल्पना गरिएको छैन होइन। प्रधानमन्त्री नभएको बेलामा कार्यवाहक प्रधानमन्त्री हुन्छ, र कार्यवाहक प्रधानमन्त्रीले डाक्नुहुन्छ। त्यो हिसाबले चाहिँ त्यहाँ उपाध्यक्ष सजिलो रहेछ जवाब। त्यसो हो भने त 4 जना मन्त्री थिए, त्यसमध्येको एउटाले गर्छ भनेर कानुनले लेखिदिए भए कति जाति हुन्थ्यो होला नि। सहभागीहरूको धारणा लिउँ फेरि। मेरो नाम सरस्वती सुनार, रामकोट काठमाडौँमा बस्छु। दलितहरूलाई राहतमा विभेद भयो भन्ने जुन पत्र पत्रिकाहरूमा सुन्नमा आइरहेछ होइन, पुनर्निर्माणमा पनि विभेद हुन्छ त? अनि फेरि यो प्राविधिक निर्माणको गठन गर्ने भनिएको छ कि यसमा दलितहरूको प्रतिनिधि सुनिश्चित छ? मेरो प्रश्न यति। दलितलाई भनेर राहतमा कसैले विभेद गरेछ भने चाहिँ त्यो दण्डनीय हो। कृपया जानकारी गराइदिनुहोस्, हामी कारवाही गर्छौँ। म स्वयं आफू पनि पीडित छु। जुन दलितहरूले चाहिँ राहत नपाएको कारणले उहाँहरूले पाउनुपर्छ भन्दा म आफू कुटिएर 2 महिना अगाडिदेखि म आफू यस्तो अवस्थामा छु। अब मैले कतिको हात भाँचिएको छ, मेरो यो पातो भाँचिएको छ, म कुटिएको, मलाई कुटिएको र अनि म विभेदमा परेको छु। मैले न्यायको ढोका ढकढकाउँदासम्म प्रशासनले सुद्धो मलाई न्याय नदिएको हुँदा आजसम्म म यस्तो स्थितिमा छु। के मैले न्याय साँच्चै पाउँछु कि पाउँदिन? तपाईँ राहत माग्न जाँदा विभेद भएको कारणले कुटिनु भएको कुराले मलाई धेरै दुःखी बनाएको छ। म क्षमा प्रार्थी छु। म तपाईँलाई न्याय दिलाउने छु, प्रयास मात्रै होइन, तपाईँलाई न्याय दिलाउने छु। दलितहरू तपाईँले भनेको प्राधिकरणमा दलितको प्रतिनिधित्वको सुनिश्चितताको कुरा गर्नुभयो। त्यो अहिले हामीले गठन गरेको खाकामा त्यस्तो जातीय क्षेत्रीय लिङ्गीय आधारमा प्रतिनिधित्व गर्ने गरी त्यो गठनको परिकल्पना गरिया चाहिँ छैन। त्यसमा
त्यसकारण त्यहाँ अब नियुक्ति गर्नेको विवेक र त्यो समुदायको त्यहाँ दिन सक्ने योगदान र दक्षताको कुराहरूमा भर पर्छ होला भन्ने लाग्छ मलाई। तपाईले न्याय दिलाउँछु भनेर भन्नुभयो, उहाँले तपाईँलाई कसरी सम्पर्क गर्ने? सम्पर्क गर्ने थुप्रै बाटाहरू छन्। एउटा चाहिँ अब मैले तपाईँलाई टेलिफोन नम्बरहरू दिन्छु, त्यो टेलिफोन नम्बर मार्फत सम्पर्क गर्नुभयो हुन्छ। एउटा मेरै टेलिफोन नम्बरमा सम्पर्क गरेर तपाईँले आफ्नो सूचना मलाई दिनुहोला। मेरो टेलिफोन नम्बर 9841 626842 हो। 9841 626842 अथवा 1111 को 4वटा हेलो सरकार कक्षमा, अथवा अहिले अब हेलो सरकार कक्षमा हेलो सरकार भन्ने फेसबुक एकाउन्ट खोलिएको छ। त्यहाँ तपाईँले जुनसुकै माध्यमबाट पनि यो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा गुनासो रजिस्टर गराउने थुप्रै माध्यमहरू बाटोहरू छन्। त्यो माध्यम कुनै पनि एउटा बाटो प्रयोग गर्नुभयो भने तपाईँलाई परेको पीरमर्गाको सुनवाई हुन्छ। तपाईँले व्यक्तिगत मोबाइल नम्बर दिनुभयो, त्यो प्रसारण गर्न मिल्छ? मिल्छ एकदम। फेरि देशभरिबाट फोन आएर अब मैले एसएमएस पठाउनुहोस् भन्छु मैले धेरैलाई। त्यो एसएमएस चाहिँ मैले रिसिभ गर्ने पनि गरेको छु, मलाई देशभरिबाटै आउँछ। अब म फेरि सहभागी कहीँ जान चाहन्छु। दोस्रो लहरमा चस्मा लगाउनु भएको सहभागी हुनुहुन्छ? मेरो नाम उद्धव सुजक हो, म सूर्य विनायक भक्तपुरबाट। मैले काम गरेको शारदा उच्च मावि पहिले ढापमा परेर म भत्काउँदैछु। 1.5 महिनादेखि भत्काउँदै एकदम सकस परेको छ र बाटामा गल्ली गल्लीमा थुप्रो अझै बाँकी छ। एउटा भग्नावशेष हटाउनको निम्ति पनि महिनौं लाग्ने र सरकारको कुनै त्यस्तो योजना नभएको सरकारले अब यो पुनर्निर्माण कसरी गर्ला भन्ने मलाई लागिरहेको छ। र अर्को कुरा, राहत वितरणमा पनि जस्ताको काण्ड त्यस्तै त्रिपालको काण्ड तपाईँहरूले सुन्नुभएकै छ। अहिले भर्खरै त्यहाँ महिलाले आफ्नो पीडा सुनाउनु भएको छ र त्यस्तो अब कारवाही हुन्छ भनेर हामीले कति त्यो सुन्दै हाम्रो कान पाकिसकेको छ। र अर्को म के भन्न चाहन्छु भन्दाखेरि अहिले दाता जुन राष्ट्रहरूबाट 4 खरबभन्दा बढी जुन रकम आउँदैछ, नेपाल सरकारले आफ्नै बजेट खर्च गर्न सकिरहेको छैन भने त्यो 4 खर्ब कसरी उसले खर्च गर्ला? र मलाई लाग्छ अब प्रविधियुक्त कुनै राष्ट्र अथवा योजनाबद्ध ढङ्गले अगाडि बढेका राष्ट्रहरूलाई नै कामको जिम्मा दिएमा यो देशको पुनर्निर्माणमा सघाउ पुग्नेछ मलाई लाग्छ। यो प्रश्न नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलजी, यसको छोटकरीमा जवाफ दिनुहोस्, अनिखेरि म चन्दनजी कहाँ जान चाहन्छु यो बारेमा। एउटा त तपाईँलाई सरलाई मैले चाहिँ के भन्छु, तपाईँ शिक्षक पनि हुनुहुने रहेछ, विद्यालयको कुरा गर्नुभयो। त्यो मुलुक बनाउन चाहिँ कुनै विदेशीलाई ठेक्का दिउँ भन्ने कुराले हाम्रो आत्मसम्मानमा चोट पुग्छ। मैले अघि नै भनिसकेँ, मुलुक बनाउने पैसाले होइन, मुलुक बनाउने दृढ इच्छा शक्तिले हो, मुलुक बनाउने इमान्दारीले हो। तपाईँ हाम्रो इमान्दारीले, मुलुक बनाउने तपाईँ हाम्रो लगनशीलताले, मेहनतले हो। त्यसकारण हाम्रो मुलुक हामी आफै बनाउन सक्छौँ भन्ने दृढ इच्छा शक्ति तपाईँको विद्यार्थीमा यसरी हो भन्ने हामी सबैलाई थाहा छ, तर बन्दैन। होइन, तपाईँले विद्यार्थीहरूलाई हामीले बनाउन सक्दैनौँ, विदेशीलाई जिम्मा दिउँ भन्ने जुन तपाईँलाई विद्यार्थीको दिमागमा तपाईँले विचार भरिदिनुहुन्छ, त्यो नै विष हो। त्यसैबाट सुरु हुन्छ। त्यो विद्यार्थी ठुलो भएपछि पनि आफ्नो मुलुक आफै बनाउन सक्छु भन्ने आत्मविश्वास राख्दैन। 2 वर्ष पहिले हामी बागमती सफाई गर्न जाँदा धेरै मान्छेहरूले बागमती सफा हुँदैन, बेकारको कुरा हो, गरेर हुन्छ, विदेशी नाई हुन्छ, प्रोजेक्ट नभई हुन्छ, खै योजना भन्दै थिए। अहिले हामी 5000 मेट्रिक टन फोहोरहरू निकाल्यौँ, 5000 मेट्रिक टन बागमतीबाट। त्यो भत्केको फोहोरहरू उठाउन सकिन्छ। निजामती सेवा भोलिन्टियर्सहरू गठन गर्यौँ हामीले, र हामी सार्वजनिक गरिरहेका छौँ। तपाईँलाई कति भोलिन्टियर चाहिन्छ, हामी स्वयंसेवक ल्याउँछौँ, तपाईँको हामी घर भग्नावशेषहरू हटाइदिन्छौँ भनेर। अहिले हामी शनिबार चाहिँ भग्नावशेष हटाउने मान्छे ठाउँ नपाएर अहिले हामी चाहिँ फेरि भोलिन्टियर बागमतीमा लग्यौँ। अब बागमती सफाई अभियान त तपाईँ कहाँ आउँछ? नम्बरमा सम्पर्क गरे हुन्छ। तपाईँ बागमती सफाई अभियान त तपाईँकोमा आउँछ, सफा गरिदिन्छ। एउटा दोस्रो कुरा चाहिँ सरकारले यो पैसा खर्च गर्न सकेन अहिलेको विकास निर्माणमा, विदेशसँग किन माग्ने भन्ने कुरा गर्नुभयो। धेरै ठाउँबाट त्यस्तो कुराहरू आइरहेछ। केही सुविधा सहुलियत भनेको छोटो विधिबाट काम गर्ने सहुलियत सहित त्यो प्राधिकरण, अधिकार सम्पन्न प्राधिकरण गठन गर्ने प्रयास गरिएको हो। त्यसले अहिले सरकारको परम्परागत ढङ्गले काम गर्ने शैलीबाट भन्दा फरक ढङ्गले काम गरेर यो पैसा समयमा सदुपयोग गरेर विकास निर्माण कामहरू अगाडि बढाउँछ भन्ने विश्वासका साथ गरेको। चन्दनजी, तपाईँ युवा अर्थशास्त्री, यो विषय अहिले जे उठिराखेको छ नि सरकारको क्षमताको बारेमा गर्न सक्दैन कि भन्ने, यो विषयलाई कसरी सम्बोधन गर्ने होला? हाम्रो देशको विडम्बना के हो भन्दाखेरि
यस्तो प्राधिकरणहरू अथवा सरकारी संयन्त्रमै कुरा गर्दाखेरि चाहिँ नि संस्था भन्दा पनि मान्छेको चाहिँ एउटा व्यक्तित्वमा चाहिँ डिपेन्ड हुने भयो। संस्था कमजोर, व्यक्तित्व। अब त्यो सबै हुने भनेको चाहिँ इन्स्टिट्युसन डेभलप हुने हो। हाम्रो चाहिँ त्यो कम छ। एउटा चाहिँ यहाँ राखे प्राधिकरणको कुरा आउँदाखेरि हामीले ध्यान दिनुपर्ने सिइओ को चुज गर्दाखेरिको। अनि अरू चाहिँ अब हाम्रो चाहिँ अर्थको कुरा गर्दाखेरि चाहिँ नि हाम्रो देशमा चाहिँ हाम्रो आन्तरिक स्रोतबाट चाहिँ नि हाम्रो खर्च धान्न सकिँदैन भन्ने सबैले बुझ्नुपर्छ। हाम्रो राजस्वले चालु खर्चभन्दा धेरै धान्न सक्दैन। तलब भत्ता अब पुँजीगत खर्चमा 60% चाहिँ नि दाताहरूबाटै आउने हो। एसियाली विकास ब्याङ्क र विश्व ब्याङ्कबाट आउने चाहिँ मेजोरिटी हुन्छ र बाइलेटरलको आफ्नै तरिकाले खर्च गरेको हुनाले त्यति देखिँदैन। अबको सरकारको जिम्मेवारी के भन्दाखेरि बाइलेटरल्सहरूले दिएको पैसा कसरी सरकारी संयन्त्रभित्र ल्याउनको लागि त उनीहरूलाई चाहिँ नि कन्भिन्स गर्नु पर्यो नि त। सरकारले हामीसँग चाहिँ नि यो अपचलन हुँदैन, पैसा हामीसँग सिस्टम छ भनेर भन्दैमा हुने होइन, देखाउनु पर्यो छ भनेर। दिपेन्द्रजी, यही समस्यामा जस्तो तपाईँले सरकारको क्षमता अभिवृद्धि गर्ने, खर्च गर्ने क्षमता, व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न यति कुराहरू चाहिँ सुधार नगरिरहेको छैन कर्मचारी तन्त्रभित्र भनेर भन्न पर्यो भने 3वटा बुँदा भनिदिनुहोस् न एकचोटि। एउटा कुरो अघि भने संस्थागत सुदृढीकरण भन्दा वैयक्तिक किसिमको कुरो हाबी हुन्छ हो, त्यसलाई चाहिँ हामीले हटाउन सक्नु पर्यो। कसैको नाता गोता हो अथवा चिनेको योदेखि चकडी गरिराखेका हो भन्ने मान्छे अगाडि पर्ने अवस्था आयो भनेदेखि जतिसुकै सुधार गर्छु भने पनि हुन सक्दैन। अनि दोस्रो कुरो के आउँछ भन्नुहुन्छ भने त्यसभित्र रहेर मैले काम गर्नुपर्छ, म त नेपाली जनताले तिरेको राजस्व प्रयोग गरेर काम गर्नको लागि आएको हुँ भन्ने किसिमको वातावरण पनि हुनु पर्यो। अहिले कसैले अलि अगाडि गएर काम गर्न थाल्यो भनेदेखि मान्छेले के भन्छन् भने अख्तियारले भोलि बिहान आएर समातिहाल्छ। फेरि यसो भनिराख्दाखेरि भ्रष्टाचारलाई मैले सपोर्ट गरे होइन। राम्रो काम गर्न गएका अवस्थामा पनि दुःख खेप्नु पर्ने अवस्था। एनएसीको मान्छेले उसले चाहिँ सुगत रत्नजीले जहाज ल्याउँछु भनेर कसिएर धरुडी रकम राख्नुभयो, उहाँ जेल जानुभयो नि त, पछि ठहरेन होइन। सौभाग्यवश अहिले फेरि जानुभएको छ, त्यही आँट र जाँगरको साथ उहाँले काम गर्नु होला। यो पाटो पनि समस्यामूलक देखिया छ। र तेस्रो कुरोमा आइसिध्याएपछि के हुन्छ भन्नुहुन्छ भनेदेखि जे जति परियोजनाहरू हामीले परिकल्पना गरेका छौँ त्यसका अङ्गहरू सम्पूर्ण पुरा नगरिकन लिएर आएर राखिदिने कारणले गर्दाखेरि पनि अब कुन बाटो समात्ने, के गर्ने भनेर अलमल हुने, यी सबै कुराले गर्दाखेरि यस्तो हुन्छ। अब म फेरि सहभागीहरूकै जान चाहन्छु। नमस्कार, मेरो नाम श्रद्धा अर्जाल जोशी, मेरो घर सानेपा। मेरो प्रश्न चन्दन सरलाई छ। दाताहरूबाट आएको सहयोगपछि पारदर्शितालाई कसरी सहज र सबल बनाउन सकिन्छ र 0 टलरेन्स टु करप्सन त बनियो, तर के दात्री निकायहरू सरकारसँग मिलेर त्यस्तो कुराहरू कार्यान्वयन गर्ने वातावरण पाउने सम्भव छ कि छैन? किनकि नेपाल हैटी बन्न तयार छैन, जहाँ 5 वर्षमा केवल 9% मात्रै पुनर्निर्माणको काम भएको छ। हैटीमा जब भुइँचालो गइसकेपछि इन्स्टिट्युसनल उनीहरूको चाहिँ नि गभर्मेन्टको सरकारी कर्मचारी तन्त्र र इन्स्टिट्युसन साह्रै नै विक थियो। हामी साह्रै बलियो छ त्यसमा। तपाईँको स्याउ र सुन्तला दाँजी जस्तो हुन्छ, त्यो दाँच्नु हुँदैन त्यो चाहिँ होइन। हाम्रो साह्रै स्ट्रङ छ कर्मचारी तन्त्र र ठिक नहोला आफूले भनेको, तर स्ट्रङ चाहिँ छ, स्ट्यान्ड छ, सिस्टम छ हामीसँग। सिस्टम राम्रोसँग युज भएको छैन होला, तर सिस्टम चाहिँ छ। अब अर्को चाहिँ गभर्नेन्सको कुरा गर्नुभयो तपाईँले, फन्डहरू चाहिँ नि अपचलन हुने नहुने कसरी आश्वस्त तुल्याउने भनेको अघि मैले भनेअनुसार जब प्राधिकरण गठन हुन्छ इन्स्टिट्युसनल ड्रिभन हुनु पर्यो, पर्सनालिटी ड्रिभन हुनु भएन। त्यो भइसकेपछि अलिकति कन्फिडेन्स आउँछ दिनेलाई पनि, मैले दिएको पैसा चाहिँ यताउति हुँदैन भनेर। अनि अर्को चाहिँ नि एउटा युवा नेपालीको रूपमा हेर्नुहुन्छ भने त मैले के भन्छ भने प्रत्येक कमिटीमा युथ एसोसिएसनको युवाहरूलाई राख्नुहोस् र प्रत्येक ट्रान्ज्याक्सन र माइनस सार्वजनिक गरिदिनुहोस्, वेबसाइटमा राखिदिनु, भएकै दिनमा गरिदिनुहोस् र कसले कहाँ खर्च गरेछ राखिदिनुहोस्। फर इक्जाम्पल त्यसको लागि त नीति नियम नै बदल्नु पर्ला नि, किनभने नियमले नदिएको कुरा लिएर आएर कोही मान्छे होइन कसैको प्रतिनिधि राख्न त मिल्दैन। यो भनेको एक्स्ट्राअर्डिनरी सिचुएसन हो। यस्तो हामीलाई पहिला भएकै थिएन 80 वर्षभन्दा अगाडिसम्म। यस्तो बेलामा हामीले एक्स्ट्राअर्डिनरी मेकानिजम नै ल्याउनुपर्छ। नीति नियममा चाहिँ अल्झिनै होइन। नीति नियममा चाहिँ नि बाधा छ भने क्याबिनेटलाई नै फुकाइहाल्ने। अब जस्तो हैटीको कुरा गर्दाखेरि हैटीमा चाहिँ पुनर्निर्माणको लागि दाताले 13 खर्ब रुपियाँ प्रतिबद्धता जनाए, आयो चाहिँ जम्मा 6 खर्बमा छ। नेपालमा 4.5 खर्ब जति दिने प्रतिबद्धता जनाइएको छ। आउला कति? जुन प्राधिकरण गठन गर्ने आदेश भइसक्यो। अब त्यसमा जुन मान्छे लिएर आइन्छ र उनीहरूले जसरी अपरेसन गरेर प्रोजेक्ट देखाउँछ नि,
ल यहाँ प्रोजेक्ट यो छ, यसको इन्भाइरोमेन्ट क्लियरेन्स भयो, ल्यान्ड एक्विजिसन भयो, यसको इन्जिनियरिङ यस्तो छ भन्ने बित्तिकै पैसा आउन चाहिँ प्रब्लम हुँदैन। लीलामणिजी, फेरि यही समस्याको कुरा गर्दा काठमाडौँको रिङ रोड विस्तार गर्ने बेलामा चाइनिजहरूले फटाफट काम गरिराख्दाखेरि के देख्यो भने नेपाल सरकारले बिजुलीको खम्बा झन्डै 2 वर्षसम्म पनि हटाउनै सकेन। भने बिजुलीको खम्बा 2 वर्षसम्म हटाउन नसक्ने सरकारले अब फटाफट आयोजना दिन्छ, फटाफट देखाउँछ, अनि फटाफट बजेट आउँछ, अनि 5 वर्षभित्रमा गजबले पुनर्निर्माण हुन्छ भनेर कसरी विश्वास गर्ने? त्यो एकदमै हामीले कायापलटकै अहिले भन्दा एकदमै अनौठो खालको परिकल्पना त गर्नै हुँदैन, वास्तविक हुन्छ। त्यो वास्तविकता चाहिँ के हो भने योभन्दा धेरै राम्रो गर्नुपर्छ, गर्न सकिन्छ, योभन्दा धेरै राम्रो अहिलेको भन्दा। त्यसको लागि केही सानातिना कानुनी र प्रक्रियागत बाधा अवरोधहरू हटाउनको लागि प्राधिकरणमा अहिले व्यवस्था गरिरहेछ, केही सानातिना बाधा अवरोध हटाउनलाई। अब केही चाहिँ त्यो काम गर्ने उपयुक्त वातावरण बनाउनको लागि केही थप अधिकारका कुराहरू पनि त्यो प्राधिकरण गठन प्रक्रियामा त्यो कुरा समावेश गरिरहेछ। जस्तो अहिले हाम्रो परियोजनाहरूमा सबभन्दा धेरै समस्या चाहिँ जग्गा प्राप्तिको, त्यसपछि गएर वातावरण क्लियरेन्स गर्ने भन्छ, वातावरणसँग सम्बन्धित विषयलाई सम्बोधन गर्नका लागि, र खरिद प्रक्रियामा चाहिँ असाध्यै धेरै लामो समय लाग्ने गरेको छ। यो तीनवटै कुराहरूलाई छुट्याएर छोटो विधिबाट गर्न सकिने गरी कानुन चाहिँ अहिले बनाइएको छ एउटा। दोस्रो चाहिँ हामीले संस्थागत ठेकदारहरूको बारेमा पनि धेरै ठुलो समस्या छ नि। तपाईँहरूले एक ग्रेडको ठेकदारलाई ठेकदार दिनु हो भने उसले सब कन्ट्र्याक्ट गर्दा काम गर्ने चाहिँ त्यो पनि छ। त्यसमा अहिले के छ भने कुनै एउटा कसैलाई काम गर्न दिएकोमा त्यसले चाहिँ राम्रोसँग काम गरेन भने तत्काल त्यसलाई हटाएर अर्कोलाई काम दिन सकिने कुराहरू पनि अहिलेको कानुनमा छ। त पहिला हाम्रो खरिद कानुनमा त्यस्तो व्यवस्था थियो, कुनै एउटा काम गर्ने कन्ट्र्याक्टरले राम्रोसँग समयमा काम गरेन भने त्यसलाई हटाएर अनि लाग्ने खर्च त्यसैबाट भराएर अर्कोलाई चाहिँ काम दिन सक्ने व्यवस्था थियो। निर्माण व्यवसायीहरूको चर्को विरोधको कारण हामीले खरिद ऐन संशोधन गर्दा अघिल्लो पटक 2064 सालमा खरिद ऐन संशोधन गर्दा त्यो प्रावधान हटाइयो। अहिले त्यो कुरालाई पुनर्स्थापन गरिरहेछ। अब अहिले कुनै निर्माण व्यवसायीले समयमा काम गरेन भने त्यसलाई तुरुन्त हटाएर त्यसबाट खर्च भराएर अर्कोबाट त्यही काम तत्कालै गराउन सकिने व्यवस्था गरिरहेछ। त्यसो भएपछि एउटा यो प्रक्रियागत कठिनाइहरू, अर्को चाहिँ संस्थागत व्यवस्थाको समस्या छ हामी कहाँ थोरै। अहिले हेर्दा कस्तो देखियो भने कमजोरी हाम्रै हो सरकारकै तर्फबाट, मैले खालि तपाईँहरूसँग बाँड्न मात्रै खोजेको हो। 2052 सालपछि चाहिँ अहिले हाम्रो यो सडक विभागमा झन्डै बजेट चाहिँ 10 गुणा बढेको रहेछ, तर हाम्रो खर्च गर्ने क्षमताको हिसाबले इन्जिनियरको दरबन्दी, फ्रेस इन्जिनियरको दरबन्दी एउटा पनि नथपेको अवस्था रहेछ गत वर्षसम्म। त्यसपछि हामीले गत वर्ष 450 जति इन्जिनियरहरूको दरबन्दी थप्यौं। अब यो भने के हो भन्दा संस्थागत सुदृढीकरण र क्षमता विकासमा हाम्रो पटक्कै ध्यान नपुगेको रहेछ। अहिले इन्जिनियर थप्नुभयो, तर जस्तो यहाँका ऐतिहासिक सम्पदाहरू जुन नष्ट भएका छन् त्यसमा काम गर्न सक्ने जनशक्ति अब थोरै भक्तपुरमा छ, थोरै पाटनमा छ, अलिकति कीर्तिपुरमा होला, थोरै 3 वर्षमा हामी पुनर्निर्माण गर्छौँ भनेको छ। जनशक्ति नै छैन, कहाँबाट निर्माण गर्ने? अब अहिले हामीले त्यस्तो जनशक्ति त बाहिरबाट पनि लिनुपर्ने हुन्छ। हामीसँग नपुगेको जनशक्ति, हामीसँग भएको जनशक्तिलाई पुरा प्रयोग गर्ने केही जनशक्ति तत्काल तयार गर्न सकिन्छ। बुझ्ने, हाम्रो दाठी इटा लगाउने जनशक्ति कहाँबाट बाहिरबाट ल्याउने? तर अहिले त हामीसँग छन्, त्यस्तो जनशक्ति त पर्याप्तै छ। आफूले परम्परागत पेसाको ढङ्गले काम गरिरहेका, तर हामीले तिनीहरूलाई संस्थागत ढङ्गले प्रयोग गर्न नसकेका मात्रै हो। फेरि हामी अर्को के पनि छ यो प्राधिकरण गठनमा भने केही तालिम दिएर, छोटो अथवा मध्यम अवधिको तालिम दिएर जनशक्ति निर्माण गर्ने व्यवस्था पनि अहिले प्राधिकरणमा गरिएको छ। काम गरिराखेका युवाहरू, पर्वमा काम गरिरहेका युवाहरूलाई नेपाल आएर तालिम लिएर पुनर्निर्माणमा सहभागी हुने किसिमको बनाउन सकिन्छ, त्यो बनाउन सकिन्छ। त्यस्तो किसिमको स्कोप अहिलेको त्यो ऐनले दिन्छ। म फेरि एकचोटि सहभागी कहाँ जान्छु। धेरै सहभागीको हात उठिरहेछ। म गणेश केसी ललितपुरबाट। अहिले हामी के भनेर डुक्रिरहेका छौँ भन्दा 4 खर्ब विदेशीहरूले दिने भयो, ओहो हाम्रो पुनर्निर्माण चाहिँ सहजै गर्छौँ भन्ने खालको एक खालको मान्छेहरूमा मानसिकता जागिरहेको छ। मलाई चाहिँ के लाग्छ भन्दा 4 खर्ब होइन, नेपालीहरूले राम्रो काम गरे भने 8 खर्ब पनि आउन सक्छ विदेशबाट। किनकि हाइटीमा 5 वर्षभित्रमा 10% भन्दा पनि बिलो निर्माण भयो, जबकि बालुवा पानी हारे जस्तै खेर गयो। नेपालमा के ग्यारेन्टी छ भनेपछि 5 वर्षभित्र म चाहिँ सचिवसँग के अनुरोध गर्न चाहन्छु भन्दाखेरि हाम्रो नेपाल हाइटी बन्छ कि त्यो मोदीले बनाएको गुजरात बन्छ? यति मात्रै भनिदिनुहोस्, 5 वर्षपछि नेपाल हाइटी बन्छ कि
मोदीले बनाएको गुजरात बन्छ? म यो मुलुकको भविष्यप्रति आशावादी छु र निरन्तर क्रियाशील छु र म आफ्नो तर्फबाट प्रयत्नशील रहनेछु। नेपाल बन्छ त सुन्दर र राम्रो नेपाल बन्छ। नेपाल 5 वर्षपछि हैती बन्ला कि गुजरात जस्तो बन्ला? फेरि पनि आज बिहानको एउटा समाचारबाट म सुरु गर्छु। देशका गृहमन्त्रीले के भन्नुभयो भने आफ्ना कार्यकर्ताहरूलाई यो सरकारको विरोध नगर, आगामी 5 वर्षमा हामीले 7 खर्ब रुपियाँ खर्च गर्ने अधिकार पाउँदैछौँ। यसैलाई बिहानको प्रकाशको रूपमा लिने हो भनेदेखि त मैले नेपालै बन्छ भनेर भन्न शङ्का मान्नुपर्ने अवस्था मानेको छु। किनभने एउटा पार्टीका कार्यकर्ताहरूलाई आउने 5 वर्षमा 7 खर्ब रुपियाँ हामीले खर्च गर्ने अधिकार पाउँदैछौँ, त्यसकारणले आशावादी भनेर भन्नुहुन्छ भने त्यहाँभन्दा बाँकी रहेका जनताहरूले के सोच्ने होला भन्ने भएपछि गाह्रो पर्ने भयो नि। तर व्यक्तिगत रूपले मेरो आफ्नो विचारको कुरा गर्नुहुन्छ भने नेपालीहरू राम्रो अवसर पाए भनेदेखि असाध्यै उत्कृष्ट किसिमको काम गरेर देखाउन सक्ने क्षमता छ हैन। त्यो वातावरण सरकारले निर्माण गरिदिनु पर्यो र सरकारको व्यवहारमा अघि बहिनीले भने जस्तै विभेदका कुराहरू हुनु भएन र कसैको पनि क्षमतालाई अधिकतम प्रयोग गर्नको निमित्त वातावरण बनाइदिने हो भनेदेखि हामीले जसरी तपाईँले अहिले भन्नुभयो नि सम्पदा पुनर्निर्माण गर्नको निमित्त हामीसँग छैनन् व्यक्तिहरू बाहिरबाट ल्याउने कि भन्नुभएको थियो। नेपालले नै कलात्मक ढङ्गबाट नेपाललाई बनाएर देखाउन सक्ने क्षमता चाहिँ राख्छन् भन्ने मेरो विश्वास। म फेरि सहभागीहरू कहाँ जान चाहन्छु। जिल्ला प्रधान काठमाडौँबाट। प्राधिकरण गर्यो, नियम बनायो, एकदम राम्रो कुरा मात्र सुनिराखेको छ। तर त्यो प्राधिकरणमा नियुक्ति को जाने, राजनैतिक भागभण्डामा जाने कि कसरी गर्ने, त्यो अलिकति थाहा पाइन्छ कि? प्राधिकरणमा कस्तो मान्छे आउँछ भन्ने कुरा चाहिँ तपाईँले नियुक्ति गर्ने दिनसम्म कुरेरै बस्नुपर्ने हुन्छ। दिगनजी, एकजना सिडिओको, एकजना प्रहरी अधिकृतको, एकजना अन्य कार्यालयको अधिकारीको सरुवा बढुवाको लागि त मन्त्री परिषदको बैठकै अवरुद्ध हुन्छ भन्ने हामी बेला बेलामा सुन्छौँ, पढ्छौँ। त्यो भन्दा पनि रविन्द्रजी, तपाईँ हामी सबैले चिनेको रमेश खरेल पुलिसको वरिष्ठ अधिकारी थिए, काठमाडौँमा राम्रै काम गरेका थिए। खुसुक्क गुन्डा समातेर उनी चितवनको एउटा कुनामा गएर बस्नु परिरहेछ। यही सङ्केत हो भने फेरि पनि विश्वास गर्न सक्ने अवस्थाहरू छैनन्। तर यही प्राधिकरणमा मलाई लागेको के थियो भने कसैको राजनीतिक एउटा दृढ विश्वास हुन्छ नि, त्यो जोखिममा पर्न सक्छ है भन्ने किसिमको वातावरणले त्यसलाई ल्याइदिन सकेको भए संसदबाटै धेरै युवाहरू हुनुहुन्छ, हामीलाई काम गर्न दिएनन्, बुढाहरूले भगाएर खनाइदिनु पर्ने थियो, पाइएन। हो त्यस्ताहरूको प्रतिनिधित्व 4-5 जनाको राखेर उनीहरूले सबै डिसिजन गर्छन्। सरकारप्रति पनि उनीहरू जिम्मेवार हुन्छन् र संसदप्रति पनि जिम्मेदार भएर ल गरे गर, होइन भनेदेखि खबरदार भन्ने भएपछि आगामी दिनमा उनका आफ्ना पुस्ताहरूलाई समेत पनि देखाउन सक्ने गरेर चाहिँ युवाहरूले केही डेलिभर गर्न सक्ने अवस्था हुन सक्थ्यो भन्ने लागेको थियो। अब त्यसो भएन। त्यो संयन्त्र भने त अब के भने सरकारी मात्रै हुने भयो, सरकारी तौरबाट नै सम्पूर्ण काम हुन्छ भन्ने परिकल्पना त्यसमा गरिया हुनाले विगतमा किन भएन भन्ने कुराको हामीले प्रमाण खोज्यौँ भने आगामी दिनमा त्यो प्राधिकरणले पनि त्योभन्दा बढ्ता नतिजा निकाल्ला जस्तो छनक चाहिँ देखिएको छ। दिपेन्द्रजीले जुन भन्नुभयो नि होइन, यो कुरालाई चाहिँ जस्तो दाताहरूले कसरी हेरिराखेका छन्, जस्तो यो समस्या जुन छ भित्रको भ्रष्टाचारको समस्या, अध्यक्षताका प्रश्नहरू जुन छन्, यसलाई कसरी हेरिराखेका छन् र कसरी सम्बोधन गर्ला दाता? यसमा हामीले काम गर्ने गभर्मेन्ट थ्रु नै हो। गभर्मेन्ट जति भ्रष्ट छ त्यहाँ गर्ने कर्मचारी क्यापेसिटी पुगेन भने नि हामीले त्यहीँ बसेर तिनीहरूकै क्षमता वृद्धि गरेर अभिवृद्धिको लागि तपाईँहरूले हाम्रो चाहिँ क्षमता अभिवृद्धिको लागि चाहिँ कस्तो हुन्छ, कन्टिन्युसली चाहिँ क्यापेसिटी बिल्डिङ भनेर भन्छ, जुन ट्रेनिङहरू गर्ने, नयाँ नयाँ टेक्नोलोजीहरू चाहिँ इन्स्टल गरिदिने। तर विडम्बना कस्तो हुन्छ भन्दाखेरि ट्रेनिङ दिएको चाहिँ नि अहिले हाम्रो दिपेन्द्र सरले भने जस्तो नेता चेन्ज भएपछि ठ्याक्क त्यो ट्रेनिङ दिएको मान्छेलाई चेन्ज गरिदिइहाल्ने, हुम्लातिर जुम्लातिर पठाइदिइहाल्ने, त्यसलाई दिएको ट्रेनिङको मान्छे त्यहाँ नबस्ने, फेरि अर्को मान्छे आउँछ। अहिले त कस्तो हुन्छ, दाताको प्रोजेक्टमा आउनु त लबी गर्ने भित्रै युनियन तपाईँको चाहिँ कर्मचारी तन्त्रभित्र। अहिले तपाईँहरू जस्तो दाताहरूको पनि कमजोरी होइन भने तपाईँहरूलाई थाहा छ भ्रष्टाचार असाध्यै बढी छ, अघि लीलामणिजीले नि भन्नुभयो, त्यो थाहा हुँदै त्यो नियन्त्रण नगरिकन पैसा दिइराख्नु तपाईँहरूको कमजोरी। यसमा चाहिँ मैले दुईटा कुरा निवेदन गर्न चाहे। एउटा कस्तो हुन्छ भन्दा भ्रष्टाचार भएको छ भने तपाईँहरूलाई फुल एभिडेन्स छ भने सरकारको छोडिदिनुहोस्, एडिबीले फन्ड गरेको प्रोजेक्ट छ भने एडिबीको हाम्रो अफिस छ, त्यहाँ तपाईँले चाहिँ नि एउटा निवेदन मात्र हाल्नुहोस्, त्यो प्रोजेक्ट चाहिँ स्टप हुन्छ।
पुरै इन्भेस्ट हुन्छ कि त पैसा विथड्र हुन्छ र पैसा विथड्र पनि भएको छ नेपालमा। विश्व ब्याङ्कले प्रत्येक वर्ष विथड्र गरेर हुन्छ पैसा, एडीबीले पनि गरेछ भ्रष्टाचारको, तर एभिडेन्स चाहिँ हुनु पर्यो है, एभिडेन्स नभएर। र अर्को कुरा चाहिँ नि यसमा चाहिँ मैले भनेपछि जुन ठाउँमा विश्व ब्याङ्क अथवा एडीबीको सहयोगमा कामहरू भइराखेको छ त्यो ठाउँका स्थानीयहरूले चाहिँ तपाईँको गुनासो जाहेर गर्नु पर्यो होइन? तपाईँले के भन्नु? सरी, मैले खालि भन्न खोजेको चाहिँ चन्दनजीले भनेको थप्न मात्रै खोजेको हो। यसले के म्यासेज अर्थ नजाओस् भने भ्रष्टाचार भएको छानबिन चाहिँ एडीबी र वर्ल्ड ब्याङ्कले गर्छ भन्ने कुराहरू त्यो चाहिँ होइन। भ्रष्टाचार निवारण गर्ने संयन्त्र एडीबी वर्ल्ड ब्याङ्क भन्दा सरकारसँग धेरै छन्। भ्रष्टाचार निवारणका कामहरू गर्ने निकायहरू पनि छन्, तिनले काम पनि गरिरहेछन्। तर नियन्त्रण गर्ने निकायकै प्रमुखहरू भ्रष्ट भएपछि कसरी काम हुन्छ? तर त्यो अब कुनै व्यक्तिगत कुराहरूमा त नजाउँ, तर मैले के भन्छु भन्दाखेरि ती संस्थाहरूलाई उत्तरदायी बनाएर ती संस्थाहरूका काम कारबाही राम्रा काम कारबाहीहरूलाई सपोर्ट गरेर तिनीहरूले पनि नराम्रो काम गरे भने खबरदारी गरेर त्यहीँबाट जाने हो, अर्को विकल्प खोज्ने होइन। त्यसको विकल्प अर्को खोज्ने होइन। हामीले खोज्ने विकल्प भनेको हामीसँगै भएका संस्थाहरूको त्योभन्दा राम्रो विकल्प खोज्ने हो। हामीले खोज्ने विकल्प भनेको हाम्रो सरकारी संयन्त्रको त्योभन्दा राम्रो सरकारी संयन्त्र हो। त्यसको सट्टा चाहिँ विदेशी पनि होइन, अर्को कुनै प्यारलल संयन्त्र समानान्तर संयन्त्र पनि होइन। तर चन्दनजीले भने पनि त त्यो होइन नि। चन्दनजीहरूले त आफ्नो तर्फबाट पो छानबिन हुन्छ भनेको त सरकार भित्र भएको भ्रष्टाचार हामी छानबिन गरिदिन्छौँ भने त होइन नि, हो र? होइन। अनि अब यस्तो हो, उहाँहरूले भनेको कुरा चाहिँ के हो भन्दाखेरि उहाँहरूले को समेत सहयोगमा सञ्चालित आयोजनाहरूमा भ्रष्टाचार भयो भने सबभन्दा पहिले उजुरी गर्ने ठाउँ त त्यो भ्रष्टाचार भएको कुनै प्रोजेक्ट छ भने प्रोजेक्ट सञ्चालन गर्ने मन्त्रालय हो। मन्त्रालयले त्यो कुरा सुनेन भन्यो भने चाहिँ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग उजुरी गर्ने। नागरिक तपाईँ हामी पनि सचेत हुनुपर्छ। तपाईँ हामीले पनि उजुरी गर्ने बानी बसाल्नुपर्छ। तपाईँ हामीले पनि गलत काम गर्नेलाई गलतै हो भन्नुपर्छ। आफ्नो मान्छे पर्यो भने गलत काम गरेको पनि ठिक, अर्काको मान्छे पर्यो भने चाहिँ सही काम गरेको पनि गलत हो भन्ने प्रवृत्ति पनि छ हामीसँग। त्यो प्रवृत्ति त्याग्यौँ भने चाहिँ हाम्रै संस्थाबाट काम गराउन सकिन्छ, त्यहीबाट गराउने, त्यसलाई राम्रो बनाउने। चन्दनजीले छोटो केही थप्नु। तपाईँले अहिले भन्नुभयो किन भ्रष्टाचार हुँदै पनि थाहा हुँदा पनि पैसा दिनुहुन्छ भन्ने क्वेसन गर्नुभयो। एउटा कुरा के बुझ्नुपर्छ भन्दाखेरि एउटा सार्वभौम देशले, सार्वभौम राष्ट्रले त्यसको चाहिँ मन्त्रालयको सचिवले सरकारको प्याडमा यो पैसा खर्च भएको छ, बिल यहाँ छ भनेर छाप हानेर एडीबीलाई चाहिँ रिम्बर्स गरिदियो भने एडीबी र वर्ल्ड ब्याङ्क चाहिँ को हो त्यसलाई क्वेसन गर्ने? हामी क्वेसन गर्दैनौँ त्यसमा। अब फेरि म सहभागीहरू कहाँ जान चाहन्छु। यदि नेपाल सरकारले 6 खर्ब बजेटलाई कन्स्टेन्ट राखेर यो सीमित राखेर त्यहाँबाट जुन 2 खर्ब बढाएको 8 खर्ब बनाउँदैछ त्यसलाई चाहिँ पुनर्निर्माण कोषमा हालेको भए 5 वर्षमा त हाम्रो 10 खर्ब जम्मा हुन्थ्यो र त्यो 10 खर्बले हाम्रो आन्तरिक स्रोत नै हाम्रो चाहिँ यो फुलफिल हुन्थ्यो भने भिख माग्नको निम्ति दाता सम्मेलन गर्नुपर्ने कति आवश्यक थियो र यसका लागि केही अपुग रकम चाहिँ राष्ट्र ब्याङ्कले केही नोट इस्यु पनि गर्नुपर्ने अन्तर्राष्ट्रिय पोर्टफोलियो भएको हुनाले यो गरेर हामीले स्वाभिमानले चाहिँ यो राष्ट्र निर्माण गर्न सक्थ्यौँ कि सक्दैन थियौँ। 6 खर्ब नै कन्स्ट्यान्ट राख्न मिल्दैन, किनकि मूल्य वृद्धि पनि भइरहेछ नि। सरकारी कर्मचारीको चाहिँ तलब पनि वृद्धि गर्नु पर्यो। त अरू तपाईँको चाहिँ नि बाटोघाटो बनाउँदाखेरि चाहिँ 10% चाहिँ नि प्राइस एस्केलेसन हुन्छ, प्राइस बढिरहेको हुन्छ, गिटीको, रोडाको, रडको। तर उहाँले त्यसलाई सङ्केत गरे होइन नि, उहाँले त पुनर्निर्माणको लागि मैले त्यसमा त्यही भएर एउटा चाहिँ कन्स्ट्यान्ट राख्नु मिल्दैन भन्ने भयो होइन। बजेट 5 वर्षमा 10 खर्ब रुपियाँ बढ्ता एक्स्ट्रा थप जुटाउन सक्ने अवस्था अहिले राजस्व जुटाउन सक्ने अवस्था चाहिँ होइन। म दिपेन्द्रजी कहाँ जान चाहन्छु। केन्द्रीय ब्याङ्कबाट नोट छापेर भन्नुभयो त्यो भाइले है, त्यसको विडम्बना के हुन्छ भन्नुहुन्छ भने पर्सि बिहान ठिक छ राष्ट्र ब्याङ्कले त छापिदिएला, किनभने सरकारले पत्याइदिएपछि छाप्दै लिएर आएर लान सक्छ, तर त्यसको मूल्य वृद्धिको भार पर्सि बिहान गएपछि हामीले खेप्न सक्ने अवस्था हुँदैन। जिम्बाब्वेमा 2008मा त्यहाँका राष्ट्रपतिले सबै जिम्बाब्वेनहरूलाई म धनी बनाउँछु भनेर कसिनुभयो। अनि नोट छाप्दै जानुभयो। 10,000 खर्बको $1 आउँदो रहेछ है। 2008को तथ्याङ्कलाई लिनुभयो हुन्छ भनेदेखि झन्डै 30,000% चाहिँ मूल्य वृद्धि भयो अरे। भनेपछि के भने एउटा डोकोमा नोट बोकेर गयो अनि त्यहाँबाट 1 किलो चामल बोकेर आउने अवस्था आयो। त्यो पक्षमा त हामी छैनौँ होला, त्यतापट्टि बढ्न अलिक गाह्रो हुन्छ। र नेपालीहरूको आफ्नो चाहिँ क्षमतालाई अभिवृद्धि गर्ने, सेभिङ गर्ने, बचत गर्ने बानी पनि अहिले 100 रुपियाँ चाहिँ हामीले आर्जन गर्छौँ भने 91 रुपियाँ त खाइदिँदो रहेछौँ। हामी त्यसरी खन्चुवा रहेछौँ नि त। जम्मा 9 रुपियाँ मात्रै बचत गर्दा रहेछौँ भने
त्यो 9 रुपियाँ बचत गरेर हाम्रो अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सक्छौँ भन्ने विषयमा हामी आफै पनि जिम्मेवार हुनुपर्ने अवस्था छ भन्ने मेरो विधान। हस्, आजको पुनर्निर्माण बारेको यो छलफललाई म यहीँ रोक्छु। भूकम्प पछिको पुनर्निर्माण बारे गरिएको आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कृपया प्रतिक्रिया पठाउनुहोला। त्यसका लागि हाम्रो ठेगाना हो साझा सवाल BBC नेपाली सेवा, पोस्ट बक्स नम्बर 672 काठमाडौँ नेपाल र इमेल ठेगाना nepali.latest@bbc.co.uk। तपाईँ BBC साझा सवाललाई फेसबुक, ट्विटर र युट्युबमा पनि भेटाउन सक्नुहुन्छ। बहसमा सहभागी भइदिनु भएकोमा मुख्य सचिव लीलामणि पौडेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र ब्याङ्कका पूर्व गभर्नर दिपेन्द्र बहादुर छेत्री र एसियाली विकास बैंकका अर्थविश्लेषक चन्दन सापकोटा सहित तपाईँ सहभागी दर्शक श्रोता सबैलाई धेरै धेरै धन्यवाद।